के भयो यहाँ हेर्नु त के भयो त नि कान समाए अब त मैले कान समाए मैले भनेको होइन तपाईँ फेरि चुप लाउनु न मैले भनेको होइन मैले भनेको मलाई पनि थाहा थियो नि थाहा त मैले भनेको होइन भनेर भनिराख्नुपर्छ जति बेलै यसैमा राखेको बेलामा यसैमा नगराउनु यसैमा रमाउनु त नि नरिसाइकन यसैमा मैले भनेको होइन मैले भने मलाई थाहा छ नि मेरो छोरीहरूको बानी घुम्लान् रमाउलान् बुढालाई नि अलि होला भनेर लिएर होइन मैले भनेको होइन मैले झन् रिस उठाउने क्या दिमाग काटेको बेलामा बुढालाई के यता हेर न जानु यहाँ कपालको हालत हेर्नु यहाँ मान्छेको हालत हेर्नु छोरी यहीँ सुति केही नखाइकिने खालि मैले भनेको मेरो प्रेसर हाई नबनाउने यस्तो गर्नु म रिसाउनु पर्छ त नि बाबा यता हेर त अनि यस्तो रिस गरेर चाहिँ के फोटो खिच्न पर्छ त नि फोटो खिचाउँ न एउटा 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 फोटो खिचाउँ त ल मान्छे तरकारी भइहाल्छ नि अनि राम्री बनाउँला के नै झन् म्याचिङ टी सर्ट लाएर आएको बुढाबुढीले एउटा राम्रो फोटो खिचाउँला एउटा राम्रो दामी टिकटक बनाउँला जहिले उहाँ दाडी थाकु मात्र बनायो भने रिस गरेन